साथीहरू नमस्कार। आज हामीले नट्सको लड्डु बनाउन गइरहेका छौँ, जसलाई गुदको लड्डु पनि भनिन्छ। तर हामीले गुदको ठाउँमा चाहिँ हामीले डेट्स युज गरेका छौँ। यसमा हजुरले हेर्न सक्नुहुन्छ, हामीले यो पम्पकिन सिड्स होइन, यो रेजिन किसमिस पनि भनिन्छ त्यो, अनि आलमन्ड फ्लेक्सहरू होइन, त्यसै गरी वालनट, क्यासिनट र ड्राई कोकोनटहरू हालेर, त्यसै गरी यसमा फ्ल्याक्स सिड पनि छ, फ्ल्याक्स सिड होइन। त्यसै गरी यहाँ हेर्न सक्नुहुन्छ हजुरले डेट्स पनि छ। हामीले डेट्स यसरी हालेर यसरी टक्क बटर हल्का हालेर अनि त्यसलाई हामीले यसमा भुटेर, यो सुरुमा चाहिँ कोकोनट भुटेका छौँ होइन, हामीले काजु हालेर ओइरेर भुट्दैछौँ, वालनट हालेर यसलाई पनि भुटेका छौँ। यो अब चाहिँ आलमन्ड, पम्पकिन सिड्स र किसमिस पनि हालेर यसरी भुटेका छौँ। यो चाहिँ हामीले आलस हालेका छौँ, फ्ल्याक्स सिड्स, यो चाहिँ हल्का गोल्डन ब्राउन कलरमा छ। हामीले चाहिँ यो डेट्स पनि यसलाई भित्रको झिकेर, त्यो बियोहरू झिकेर हामीले चाहिँ यसलाई चाहिँ मिक्सरमा ग्राइन्ड गरेर यसरी फेरि बटरमा हल्का भुटेका छौँ। यो चाहिँ त्यो ढिँडो पकाएर चाहिँ एकछिन अलिकति मजाले पकाउनुपर्छ, यो चाहिँ 10-15 मिनट जति। यसरी हामीले डेट्सलाई ग्राइन्ड गरेर फेरि एकछिन भुटिसकेपछि बटरमा यो चाहिँ हामीले सबै नट्सहरू, भुटेका नट्सहरू यसरी मिक्स गरेर मिसाउँदै र चाहिँ हामीले लड्डु जस्तै हामीले मुछेर चाहिँ यसलाई अनि नट्सको लड्डु बनाउँछौँ। यो जाडो महिनामा मेनली वा घरमै पनि बनाएर खान सक्नुहुनेछ।